र यो कार्यक्रममा उपस्थित सम्पूर्ण आदरणीय जनसमुदाय पार्टी केन्द्रको तर्फबाट र मेरो तर्फबाट एकचोटि फेरि क्रान्तिकारी अभिवादन भन्न चाहन्छु। आदरणीय जनसमुदाय, मलाई लाग्छ तपाईहरुले मातृका प्रसाद यादवबाट र महेन्द्र राय यादवबाट धेरै कुरा सुनिसक्नु भएको छ। तपाईहरुले बुझ्ने सरल भाषामा उहाँहरूले यो हाम्रो राष्ट्रिय अभियान केको निम्ति हो भन्ने कुरा र यसको उद्देश्य बारे प्रश्नसँग राख्नु भएको छ। त्यसकारण मैले अब धेरै लामो भन्न परेन भन्ने मलाई लागेको छ। तपाईहरुले बुझिसक्नु भएको छ। हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकमा धेरै गम्भीर विचार विमर्श गरिसकेपछि सर्वसम्मत निर्णयले हामीले तराई मधेसमा हुलाकी मार्ग केन्द्रित गरेर जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेका हौं। त्यहाँ हामीले आफ्नै गम्भीर आत्मसमीक्षा पनि गरेर हामीले हाम्रो वर्ग, हाम्रो राजनीतिक मुद्दा, हाम्रो समुदाय, हाम्रा शहीद परिवार, बेपत्ता योद्धाका परिवार सबैसँग जति गहिरो सम्बन्ध बनाइराख्नु पर्छ त्यहाँ कहीँ न कहीँ हाम्रो कमजोरी भएको छ भन्ने महसुस गरेर आत्मसमीक्षा सहित सबभन्दा पहिला तराई मधेसबाट नै हामीले जनतासँग जोडिने, यस क्षेत्रका सबै गरिब मजदुर किसानका समस्याहरू बुझ्ने, त्यसको समाधानको निम्ति फेरि पहल बढाउने, त्यसैगरी यस क्षेत्रका सबै आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारू लगायत सबै उत्पीडित वर्ग समुदायका र अनि दलित, महिला लगायतका समस्या समाधानका निम्ति फेरि एकचोटि अगाडि बढ्ने संकल्पनीय जस्तै राष्ट्रिय एकतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने, देशको भौगोलिक अखण्डताको रक्षा गर्ने एउटा बलियो आधार पनि हो यो क्षेत्र। त्यसकारण हामी तपाईहरुको साथमा आएका छौं। हामीले देशमा सुशासन कायम गर्ने, भ्रष्टाचारका विरुद्ध अभियान चलाउने कोसिस गर्यौं। म प्रधानमन्त्री हुँदा र हाम्रो वरिष्ठ उपाध्यक्ष कमरेड नारायण काजी श्रेष्ठ उप प्रधानमन्त्री र गृहमन्त्री हुँदा हामीले भ्रष्टाचारका विरुद्ध अभियान चलायौं। तपाईहरुलाई थाहा छ, हामीले सामाजिक न्यायको पक्षमा, सामाजिक विभेदका विरुद्ध पनि हामीले चाहे त्यो विचार पीडित समस्या होस् त्यसको समाधानको निम्ति पहिलोचोटि हामीले ऐन निर्माण गर्यौं, संरचना निर्माण गर्यौं र त्यो अभियान अगाडि बढाउने जमर्को गर्यौं। तपाईहरुलाई थाहा छ, त्यसैगरी तराई मधेसमा नागरिकताको समस्या, खास गरी आफ्नो आमा बुवा दुवै नेपाली नागरिक हुने तर तिनका छोराछोरीले नागरिकता नपाउने बडो विचित्रको विडम्बनाको स्थिति समाधान गर्नको लागि पनि हामीले ऐनलाई अन्तिम रूप दिएर नागरिकता प्राप्तिको ढोका पनि हामीले ती युवा युवतीहरूको निम्ति जसका आमा बाबु नेपाली नागरिक छन् तिनको समस्या पनि हामीले समाधान गर्यौं। त्यसैगरी सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने गरी देश बाहिर रहेका लाखौं नेपाली युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने घोषणा हामीले गर्यौं र अहिलेसम्म आइपुग्दा अस्ति भर्खरै मैले सामाजिक सुरक्षा कोषसँग सम्बन्धित हाकिमहरूलाई बुझेको थिएँ। कति पुगे भन्दा अहिले विदेशमा बस्ने तपाईँ हाम्रा छोराछोरीहरू, हाम्रा परिवारका सदस्यहरू 15 लाख चाहिँ हामीले मैले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् र त्यसभित्रै बस्ने औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरिएको छ। यसरी सामाजिक न्यायको क्षेत्रमा पनि हाम्रो नेतृत्वको सरकारले केही राम्रा उदाहरणहरू प्रस्तुत गर्यो। तपाईहरुलाई थाहा छ, त्यसैगरी अब यो हुलाकी मार्गको कुरा मैले बढी भन्नै परेन, महेन्द्र राय यादवले नै धेरै कुरा भनिसक्नु भयो र यसले एउटा नयाँ वातावरण बनेको सन्दर्भमा हामीले हुलाकी मार्गैमा केन्द्रित भएर यसको वरिपरि बस्ने सम्पूर्ण मधेसी, आदिवासी सबै जनसमुदाय श्रमिकहरूसँग सम्बन्ध विस्तार गर्ने, सुदृढ गर्ने आवश्यकता महसुस गरेर हामी यो अभियानमा छौं। झापाबाट सुरु भएको यो अभियान अब करिब वर्षमा यो कार्यक्रम पछि सायद एउटा विदाई कार्यक्रम थोरीमा छ। थोरीको कार्यक्रम पछि हाम्रो अब
मध्य प्रदेशका सबै जिल्लाहरूमा यो अभियानको समापन हुन्छ र भोलि हामी चितवन हुँदै फेरि हामी त्यसबाट पश्चिम जाने प्रक्रिया सुरु गर्छौं। आप देख रहे हैं ग्राम स्वराज 24 न्यूज। नेपाल की जो राजनीतिक परिस्थिति है वो राजनीतिक उथल पुथल हो रहा है। कहीं लोग हिंदू राष्ट्र की मांग कर रहे हैं तो कहीं लोग लोकतंत्र को हटाने को और फिर राजतंत्र को लाने के लिए जनता कहीं कहीं आंदोलन करती हुई नजर आ रही है, जिसके कारण माओवादी के प्रमुख नया माओवादी के नेता प्रचंड जगह जगह सभा कर रहे हैं और अपने विचारों को जनमानस तक पहुंचा रहे हैं। किसान मजदूर अल्पसंख्यक की सवाल पर बार बार प्रचंड सभा कर रहे हैं और नेपाल की जो राजनीतिक हालात है वो आज चरमरा गई है और फिर से राजा जब हावी हो रहा है तो नेपाल में फिर क्रांति का अनुमान लगाया जा रहा है। नेपाल में फिर संघर्ष होने वाला है। तो आप देख सकते हैं कि कैसे प्रचंड अपनी सभा को संबोधित कर रहे हैं, खबरदारी सभा कर रहे हैं। प्रचंड आज सक्रिय हो रहे हैं। जैसे ही लोकतंत्र पर राजतंत्र जब हावी हो रहा है तो जितने कम्युनिस्ट माओवादी हैं वह अपना संगठन को सक्रिय कर रहे हैं और गांव घर में प्रचंड भी जाकर अपना सभा को संबोधित कर रहे हैं। और जो कांग्रेस और एमआलए जो पार्टी है वो गठबंधन बनाई हुई है, जिसको लेकर प्रचंड बार बार कांग्रेस और एमआलए पर निशाना साध रहे हैं और नेपाल की जो जनता है वो कांग्रेस और एमआलए को अपवित्र गठबंधन मान रही है। नेपाल में की जनता इस संगठन से नाखुश है और फिर प्रचंड अपना सभा को कर रहे हैं और प्रचंड कम्युनिस्ट जो माओवादी है वो अपने कार्यकर्ताओं को सक्रिय कर रहे हैं और जिससे लगता है कि नेपाल में फिर राजनीतिक उथल पुथल होगा और नेपाल में फिर क्रांति का शुरुआत होगा, क्योंकि राजा जो है वो हावी हो रहा है और नेपाल में लोग राजतंत्र को भी मांग कर रहे हैं। वहीं जो लोकतंत्र के समर्थक लोग हैं वो अपना अलग बात कर रहे हैं और जो राजा के समर्थन है वो लोग भी अलग हैं। तो कहीं ना कहीं जनता भी दो पक्षों में, दो गुटों में बढ़ती हुई नजर आ रही है। तो हम नेपाल के राजनीतिक हालात है वो हम आपको अपडेट करते रहेंगे। आप वीडियो को देखते रहिए, क्योंकि नेपाल का जो इतने भी खबर है, राजनीतिक जो खबर है, नेपाल के एक एक पॉइंट, एक एक अपडेट आपके पास पहुंचता रहेगा। शहीद घोषणा गरेका छौं तर राज्यको तर्फबाट शहीद घोषणा हुन सकेको छैन। हामीले हाम्रो सिंगै टिम मुकेश चौरसियाको घरमा गएर उहाँका परिवारका, उहाँका भाइहरूका, श्रीमतीका छोरा लगायतका कुराहरू पनि हामीले आज सुनेका छौं। उहाँहरूले कागज पत्र सबै गृह मन्त्रालयमा पठाएको कुरा गर्नु भएको छ। मैले त्यहाँ पनि भनेको छु र यो सभा मार्फत पनि मुकेश चौरसियाको सबै कागजहरू गृह मन्त्रालयमा खोज्ने र उहाँलाई शहीद घोषणा गर्नको लागि हामीले आफ्नो पहल बढाउने विश्वास म तपाईहरुलाई पनि दिलाउन चाहन्छु। मुकेश चौरसिया तपाईहरु सबैको निम्ति एउटा लोकप्रिय युवा नेता हुनुहुन्थ्यो, उहाँलाई सम्मान गर्ने पनि हाम्रो उद्देश्य थियो। तपाईहरु सबैलाई फेरि पनि म ती सबै शहीदहरुप्रति सम्मान गर्न र अनि शहीदले देखाएका सपना पूरा गर्न, समाजवादको यात्रातिर अगाडि बढ्न तपाईहरु सबैलाई अपील गर्दै म बिदा हुन्छु। किनकि थोरीमा जनता जुटिसकेका छन्, अब ढिलो भइसक्यो भन्ने कुरा आएको हुनाले पनि मैले बढी कुरा भन्न सकिनँ। मातृकाजीले र महेन्द्रजीले भनेको कुरा सम्झिनु होला, मेरो कुरा पनि त्यही हो भन्दै तपाईहरुसँग बिदा हुन्छु। धन्यवाद। अभिवादन। अध्यक्षता कर रहल पर्सा जिला के जिला इंचार्ज कॉमरेड विजय महतो के आज के खबरदारी सभा अंत कर देवे खातिर हार्दिक अनुरोध कर रहा है। कॉमरेड विजय महतो। कॉमरेडहरू, हमने के आज इस कार्यक्रम में पार्टी के अध्यक्ष लगायत पदाधिकारी सब लोग और इस कार्यक्रम में उपस्थित केंद्रीय सदस्य लोग, पूर्व प्रदेश सदस्य लोग लगायत लगायत संपूर्ण पदाधिकारी और इस कार्यक्रम में उपस्थित हमने के पर्सा जिला के संपूर्ण
कमरे लोग में आके ई कार्यक्रम के सफल बना देनी एकरा खातिर हम विशेष धन्यवाद देते। ई कार्यक्रम इमे समाप्त भइल के घोषणा करत हनी। धन्यवाद। साइकल हटाऊ न, साइकल साइकल चालू साइड कर सका।